आज हामी जीव विज्ञानको एउटा महाकाव्य नै खोल्दैछौँ भनौँ न। हामीसँग एउटा हस्तलिखित चार्ट छ। यसले ढाड भएका जीवहरू मतलब भर्टिब्रेटाको वर्गीकरण देखाउँछ। तर यो केवल एउटा चार्ट मात्रै होइन, यो त जीवनको त्यो अद्भुत यात्राको नक्सा जस्तै हो। कसरी जीवहरू पानीबाट निस्केर जमिनमा हिँडे अनि आकाशमा उडे। एकदम। आजको हाम्रो उद्देश्य भनेको यो नक्साको हरेक मोडलाई केलाउनु हो। हामी यो यात्राका 5 मुख्य गन्तव्यहरूमा रोकिनेछौँ: माछा, उभयचर, सरीसृप, पक्षी र स्तनधारी। र हामीले हेर्नेछौँ कि शरीरको बनावट, मुटुको संरचना अनि त्यो सास फेर्ने तरिकामा आएका साना परिवर्तनले कसरी जीवनको पुरै कथा नै बदल्दियो। ल, त्यसो भए यो यात्रा सुरु गरौँ। पानीको गहिलाइबाट, जहाँ जीवनले पहिलो पटक ढाडको सहारा पायो। हाम्रो पहिलो गन्तव्य मत्स्यवर्ग। माछाको कुरा गर्दा दिमागमा सबैभन्दा पहिले आउने भनेको उनीहरूको त्यो एकदमै स्ट्रिमलाइन्ड आकार, पानीलाई चिरेर अघि बढ्न मद्दत गर्ने, शरीर कत्लाले ढाकिएको, पौडिनलाई पखेटा भएको। यो त बाहिरी रूप भयो। भित्र चाहिँ के चलिरहेको हुन्छ? भित्रको प्रणाली त बाहिरको भन्दा झनै सरल तर एकदमै प्रभावकारी छ। उनीहरूको मुटुलाई एउटा साधारण वाटर पम्प जस्तै सोच्न सकिन्छ। जम्मा 2वटा कोठा, एउटाले रगत जम्मा गर्छ, अर्कोले त्यसलाई सिधै गिल्सतर्फ पम्प गरिदिन्छ। अनि गिल्सले पानीमा घुलेको अक्सिजन सोच्छ र त्यो अक्सिजन भएको रगत सिधै शरीरभरि फैलिन्छ। मतलब धेरै जटिलता नै चाहिँदैन, पानीभित्रको जीवनको लागि एकदमै उपयुक्त हो। एकदमै 2 कोठे मुटु नै पर्याप्त भयो। अनि प्रजननको कुरा गर्दा नि यिनीहरू प्राय अन्डा पार्ने मतलब ओभिप्यारस हुन्छन् हैन? यसको मतलब त उनीहरूले आफ्ना बच्चाहरूलाई हुर्काउन खासै लगानी गर्दैनन्, प्रकृतिमै छोडिदिन्छन्। हो, यो क्वान्टिटी ओभर क्वालिटीको रणनीति हो। हजारौं अन्डा पार्ने, जसमध्ये केही मात्र बाँच्छन्। तर यो वर्गभित्र पनि अचम्मको विविधता छ। जस्तै सी हर्स हो, हेर्दा माछा जस्तो पटक्कै देखिँदैन, तर उसको शारीरिक संरचना, गेल्स, पखेटा सबैले उसलाई यही वर्गमा राख्छ। यसले के देखाउँछ भने प्रकृतिले एउटै आधारभूत डिजाइनमा कति धेरै भिन्नता सृजना गर्न सक्छ। पानीमा जीवन स्थापित भयो, तर जमिन त अझै खाली थियो, एउटा विशाल अवसर। अनि उभयचरहरूले त्यो अवसर देखे, तर पानी छोड्नु त्यति सजिलो त पक्कै थिएन होला। उनीहरूले कसरी गरे होलान् यो काम? उनीहरूले एउटा साहसी तर अपूर्ण कदम चाले। उनीहरूलाई प्रकृतिको पहिलो प्रयोग भन्न सकिन्छ। जमिनमा जीवन बसाउने। शरीरमा कत्ला हुँदैन, छाला ओसिलो हुन्छ। र यही ओसिलो छाला उनीहरूको शक्ति पनि हो, कमजोरी पनि। एकछिनै, यो त अलि अनौठो लाग्यो। ओसिलो छाला, शक्ति र कमजोरी एकैपटक कसरी भयो? शक्ति यसकारण कि उनीहरू छालाबाट पनि सास फेर्न सक्छन्, जुन जमिनमा हुँदा काम लाग्छ। तर कमजोरी यो हो कि छाला सुक्यो भने उनीहरू मर्न सक्छन्। त्यसैले उनीहरू पानीबाट कहिल्यै टाढा जान सक्दैनन्। मतलब जमिनमा पाइला त टेके, तर एउटा खुट्टा सधैँ पानीमा नै राख्नुपर्ने भयो। उनीहरूको जीवन चक्रले पनि त्यही देखाउँछ होला नि। लार्वा अवस्थामा त पुरै माछा जस्तै हुन्छन् रे। हो, ट्याडपोल पूर्ण रूपमा माछा जस्तै गिल्सबाट सास फेर्छन्। अनि वयस्क भएपछि चाहिँ फोक्सो र छालाको प्रयोग गर्ने। यो त जीवनमा 2वटा फरक संसार बाँचे जस्तो भयो नि। अनि उनीहरूको मुटुमा पनि त केही परिवर्तन आयो होला? हो, यहाँ विकासको एउटा ठूलो फड्को देखिन्छ। उनीहरूको मुटु 3 कोठे हुन्छ, 2वटा अट्रियम र एउटा भेन्ट्रिकल। यो 2 कोठे भन्दा त विकसित हो, तर यसमा एउटा समस्या छ। के समस्या? अक्सिजनयुक्त र अक्सिजनविहीन रगत एउटै भेन्ट्रिकलमा आएर अलिकति मिसिन्छ। यसले गर्दा शरीरमा पुग्ने अक्सिजनको मात्रा मतलब 100% शुद्ध हुँदैन। त्यसैले भ्यागुताहरू धेरै सक्रिय हुन सक्दैनन्, प्राय एकै ठाउँमा बसिरहेका हुन्छन्। मतलब उनीहरूको इन्जिन अझै पनि लो पावर नै थियो। उभयचरहरूले जमिनमा पहिलो पाइला टेके, तर बच्चा हुर्काउन र सास फेर्न अझै पानी चाहिने। यो त आधा अधुरो विजय भयो। त्यसो भए त्यो कुन समूह थियो जसले पानीसँगको यो निर्भरतालाई तोडेर जमिनको वास्तविक राजा बन्यो त? हो, त्यहीबाट सरीसृप अर्थात् रेप्टिलियाको कथा सुरु हुन्छ। उनीहरूले 3वटा क्रान्तिकारी आविष्कार गरे, जसले उनीहरूलाई पानीबाट पूर्ण रूपमा स्वतन्त्र बनायो। पहिलो, खस्रो र कडा कतला भएको छाला,
जसले शरीरबाट पानी ओडेर जान रोक्यो। यो एक किसिमको वाटरप्रुफ ज्याकेट जस्तै भयो। जसले गर्दा उनीहरू मरुभूमि जस्तो सुक्खा ठाउँमा पनि बाँच्न सके। अनि दोस्रो आविष्कार के थियो? दोस्रो थियो कडा बोख्रा भएको अण्डा। उभयचरहरूले पानीमा जेली जस्तो अण्डा पार्नु पर्थ्यो, तर सरीसृपले जमिनमै अण्डा पार्न सक्ने भए, जसको बाहिरी बोक्राले भित्रको बच्चालाई सुक्नबाट जोगाउँथ्यो। ए, प्रकृतिको प्राइभेट पोखरी जस्तै भयो, जसभित्र बच्चा सुरक्षित हुर्क्यो। अनि तेस्रो आविष्कार उनीहरूको फोक्सोमा थियो, जुन उभयचरको भन्दा धेरै विकसित थियो र छालाको मद्दत चाहिँदैनथ्यो। यी 3 आविष्कारले त खेल्ने परिवर्तन गरिदियो। तर उनीहरूको मुटुको अवस्था के थियो? के त्यो अझै पनि उभयचरको जस्तै लो पावर नै थियो? सामान्यतया हो। अधिकांश सरीसृपको मुटु 3 कोठे नै हुन्छ, तर भेन्ट्रिकलमा एउटा सानो पर्खाल बन्न सुरु भएको हुन्छ, जसले रगत मिसिन केही हदसम्म कम गर्छ। तर यहाँ एउटा विद्रोही जीव छ, गोही। हो, गोहीको मुटु लगभग 4 कोठे हुन्छ। त्यो पर्खाल लगभग पूरा भइसकेको हुन्छ। त्यसो भए गोही त आफ्नो वर्गमा अपवाद जस्तो देखियो नि। अरू सरीसृपहरूभन्दा यति फरक र विकसित मुटु हुनुको केही विशेष कारण छ कि? के यसले उनीहरूलाई अरू छेपारो वा सर्पभन्दा कुनै फाइदा दिन्छ? एकदम महत्त्वपूर्ण प्रश्न। यो विकसित मुटुले गोहीलाई पानीमुनि धेरै बेर बस्न र शिकार गर्दा विस्फोटक शक्ति प्रयोग गर्न मद्दत गर्छ। तर यसको अझ गहिरो अर्थ छ। गोहीको मुटु भविष्यको एउटा सङ्केत हो। यसले देखाउँछ कि प्रकृतिले अर्को ठूलो फड्को मार्नका लागि तयारी गरिरहेको थियो। त्यो फड्को थियो आकाशमा उड्ने। आकाश। यहाँबाट पक्षीवर्ग अर्थात् एभिजको प्रवेश हुन्छ। यिनीहरू त सरीसृपभन्दा बिल्कुलै फरक देखिन्छन्। प्वाँख, पखेटा, उड्ने क्षमता। यो परिवर्तन कसरी सम्भव भयो? यो सम्भव भयो किनभने उनीहरूले इन्जिनलाई पूर्ण रूपमा अपग्रेड गरे। पक्षीहरूको मुटु पूर्ण रूपमा 4 कोठे हुन्छ। यो जीवविज्ञानको एउटा क्रान्ति नै हो। यसलाई एउटा साधारण पम्पबाट टर्बोचार्ज्ड इन्जिनमा अपग्रेड भए जस्तै सोच्नुहोस्। अक्सिजनयुक्त र अक्सिजनविहीन रगतलाई छुट्टा छुट्टै राखेर। यसले शरीरलाई यति धेरै ऊर्जा दियो कि जीवहरूले असम्भव मानिने काम गर्न थाले। कुरो त्यसो पो, यो तातो रगत मतलब वार्म ब्लडेड हुनुको सुपर पावर यही 4 कोठे मुटुबाट सुरु हुन्छ। यसको मतलब उनीहरू बाहिरी तापक्रममा निर्भर रहेनन्, आफ्नै शरीरको तापक्रम आफै बनाउन सक्ने भए। हो, र उडानका लागि ऊर्जा मात्र भएर पुग्दैन, शरीर हल्का पनि हुनुपर्छ। त्यसका लागि प्रकृतिले अर्को शानदार इन्जिनियरिङ देखायो, खोक्रो हड्डी। यो प्न्युम्याटिक बोन्सको अवधारणा एकदमै चलाक छ। सोच्नुहोस् त, एउटा सामान्य इँटा र एउटा होलो ब्लकमा कुन बलियो तर हल्का हुन्छ? चराहरूको हड्डी त्यही होलो ब्लक जस्तै हो। अचम्म। टर्बोचार्ज्ड इन्जिन र अल्ट्रालाइट फ्रेम, यो त लडाकु विमानको डिजाइन जस्तै सुनिन्छ। तर प्रजननको हिसाबले यिनीहरू अझै पनि सरीसृप जस्तै अण्डा नै पार्छन्। हो, अण्डा पार्नु उडानका लागि फाइदाजनक पनि छ। गर्भवती भएर पेटमा बच्चा बोकेर उड्नुभन्दा अण्डा पारेर बाहिर हुर्काउनु धेरै सजिलो र सुरक्षित हुन्छ। परेवादेखि अस्ट्रिचसम्म सबैले यही रणनीति अपनाएका छन्। जमिन जित्यो, आकाश पनि जित्यो। अब हाम्रो यात्राको अन्तिम र सायद सबैभन्दा परिचित गन्तव्यमा आइपुग्यौं, स्तनधारी वर्ग, म्यामालिया। हामी पनि यही वर्गमा पर्छौं। हाम्रो मुख्य पहिचान के हो? शरीरमा रौँ हुनु, बाहिरी कान हुनु। ती सबै महत्त्वपूर्ण विशेषता हुन्, तर स्तनधारीहरूको सबैभन्दा अद्वितीय र क्रान्तिकारी आविष्कार हो स्तनग्रन्थि, म्यामरी ग्ल्यान्ड्स र दूध। अरू सबै वर्गका जीवहरूले आफ्ना बच्चालाई कि त प्रकृतिमा छोडिदिन्थे कि त बाहिरबाट ल्याएको खानेकुरा खुवाउँथे। तर स्तनधारीहरूले आफ्नै शरीरबाट आफ्ना बच्चाका लागि सुपर फुड उत्पादन गर्न थाले। यो त साँच्चै फरक सोच भयो। यसले बच्चाको बाँच्ने सम्भावनालाई कति बढायो होला? आमाको दूध एउटा यस्तो आविष्कार थियो जसले बच्चालाई सुरक्षित र पौष्टिक आहारको ग्यारेन्टी दियो। सायद जीव विकासको सबैभन्दा ममतापूर्ण रणनीति यही हो। एकदम। र यो वर्गको मुटु पनि पक्षीहरूको जस्तै पूर्ण रूपमा 4 कोठे हुन्छ, जसले गर्दा यिनीहरू पनि तातो रगतका प्राणी हुन्। हामीले पनि त आफ्नो शरीरको तापक्रम आफै नियन्त्रण गर्छौं।
जाडोमा काम्नु वा गर्मीमा पसिना आउनु भनेको हाम्रो शरीरले यो न्यानो रगतको प्रणालीलाई व्यवस्थापन गर्न गरेको प्रयास हो। तर प्रजननको कुरामा त यहाँ पनि अनौठो विविधता छ। धेरै जसोले सिधै बच्चा जन्माउँछन् विभिप्यारस, तर यहाँ पनि अपवाद छन्। हो, र यो अपवाद जीव विज्ञानको सबैभन्दा ठूलो आश्चर्यमध्ये एक हो, प्लाटिपस र एकिड्ना जस्ता जीवहरू। एकछिन, अन्डा पार्ने स्तनधारी, यो त नियम नै तोडेको जस्तो भयो नि। दूध खुवाउने तर बच्चा जन्माउनुको सट्टा अन्डा पार्ने, यो जीवले वर्गीकरण गर्ने वैज्ञानिकहरूलाई पक्कै पनि धेरै तनाव दियो होला। यसलाई कुन वर्गमा राख्ने भनेर झगडा नै पर्यो होला है। हो, सुरुमा त वैज्ञानिकहरूले यसलाई मजाक ठानेका थिए। यो जीवले सरीसृप मतलब अन्डा पार्ने र स्तनधारी मतलब दूध खुवाउने दुवैको गुण देखाउँछ। यसले हामीलाई के सिकाउँछ भने विकासक्रम एउटा सीधा बाटो होइन, यो त विभिन्न सम्भावनाहरूको परीक्षण हो। प्लेटिपस त्यही परीक्षणको एउटा जीवित प्रमाण हो। वाह, यो यात्रा त साँच्चै रोमाञ्चक रह्यो। तर एउटा कुरा, हामीले सुरुदेखि नै भर्टिब्रेटा अर्थात् ढाड भएका जीवहरूको कुरा गर्यौं। यो वास्तवमा के हो र यो भन्दा ठूलो समूह पनि छ र? यो भर्टिब्रेटा आफैमा एउटा ठूलो समूह कर्डेटा को एउटा उपसमूह हो। सरल भाषामा भन्दा कर्डेटा भनेको जीवनको कुनै र कुनै चरणमा शरीरमा एउटा लचिलो रड नोटोकोड भएको जीव हो। तर हामीले आज हेरेका भर्टिब्रेटाहरूमा त्यो नरम रड विकसित भएर हामीले ढाड भनेर चिन्ने हड्डीको बलियो स्तम्भ बनेको हुन्छ। सबै भर्टिब्रेटाहरू कर्डेट हुन्, तर सबै कर्डेटहरू भर्टिब्रेट हुँदैनन्। त्यसो भए यो सबैको मतलब के हो त? आजको यो लामो यात्राबाट हामीले के निष्कर्ष निकाल्न सक्छौं? हामीले के देख्यौं भने जीवनले कसरी एउटै समस्या कसरी बढी प्रभावकारी बन्नेलाई विभिन्न तरिकाले समाधान गरेको छ। विशेष गरी मुटुको संरचनामा पानीको साधारण पम्प अर्थात् 2 कोठे मुटुबाट सुरु भएर जमिनमा पहिलो पाइला टेक्दाको प्रयोगात्मक 3 कोठे मुटु र अन्ततः आकाशमा उड्न र संसारभरि छाउन चाहिने टर्बोचार्ज 4 कोठे मुटुसम्मको यात्रा, यो विकासको कथा हो। हरेक परिवर्तनले जीवलाई नयाँ वातावरणमा सफल हुन मद्दत गरेको छ। कत्लाबाट प्वाख र रौँसम्म, गिल्सबाट फोक्सोसम्म र अण्डाबाट सिधै बच्चा जन्माउनेसम्म हरेक चरणमा प्रकृतिले नयाँ नयाँ समाधान खोजेको देखिन्छ। र यसले भविष्यका लागि एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ। हामीले आज गरेको यो सम्पूर्ण वर्गीकरण जीवहरूको बाहिरी र भित्री शारीरिक बनावटमा आधारित छ। तर हामीले गोहीको केसमा के देख्यौं भने ऊ शारीरिक रूपमा सरीसृप भए पनि उसको मुटु पक्षीहरूसँग धेरै मिल्दोजुल्दो छ। त्यो साँच्चै चाखलाग्दो थियो। अब सोच्नुपर्ने कुरा के हो भने भविष्यमा जब हामी आनुवंशिक वा जेनेटिक स्तरमा जीवहरूको डीएनए हेरेर उनीहरूको सम्बन्धबारे अझ धेरै जान्नेछौँ, के त्यसले अहिलेको यो शारीरिक बनावटमा आधारित वर्गीकरणलाई चुनौती देला? कि जेनेटिक प्रमाणले घोइहरू छेपारोभन्दा चराहरूसँग बढी नजिकका नातेदार हुन् भनेर देखाउला? यदि त्यसो हो भने के हामीले जीवविज्ञानको किताबहरू फेरि लेख्नु पर्ला? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई जीवविज्ञानको गहिराई र वर्गीकरणको जटिलताबारे सोच्न बाध्य बनाउँछ।